अब हामी जाँदैछौँ। कहाँ जाँदैछौँ? मम्मीकोमा हाम्रो दुईजना मचिदिन्थ्यो कोसीमा। अब चाहिँ यिनीहरूलाई पानी पर्छ। राम देखिरहेको छु अनि बाँसघाटबाट हावा आउँदैछ, मेरो कपाल उड्दैछ। दौडता बन्तवा क्यान्चुआना डोना बन्तवा र एउटा टिकटक बनाएर जाने एकपल्ट फेर जुन लगाइस बाई बाई त्यो चाहिँ हेर्नु होला फेरि त्यो। हेलो एभ्रिवान, गुड मर्निङ, सेवा नमस्ते। तपाईहरुलाई मेरो युट्युब च्यानलमा फेरि पनि स्वागत गर्न चाहन्छु। न्यू डे न्यू ब्लग भनेर चाहिँ भन्नु मिल्दैन किनभने म डेली ब्लग चाहिँ हाल्न सकिरहेको छैन नाउ डेज बिकज आई एम हियर एट चतरा। रिजन के छ भने मेलामा छु, त्यही भएर अलिकति ब्लग्सहरू हाल्न पाइरहेको छुइनँ। द्याट्स वे डेली ब्लग गर्न सकिरहेको छैन साथीहरू। अनि अहिले चाहिँ म कहाँ जाँदैछु भने बिहान भएको छ होइन, यो चतराको यो भनेको यो भ्यू देख्दै हुनुहुन्छ नि, यो चाहिँ बालचनखोरी अरे। सो अनि यस्तो हरियाली मकैहरू यहाँ देख्न सक्नुहुन्छ है, कस्तो राम्रो मकैहरू छ। अनि मसँग म मात्रै छिन नि, म चाहिँ बोरा बोकेर यता जा बोरा बोक उता जा बोरा होइन, त्यो बोराले मलाई कहिले पनि नसुन्नु पर्यो। अनि म मात्रै छिन, अनि यो मेरो बहिनीहरू छ यता। अर्को यो कान्छी चकचकी तिम्माको घरमा चाहिँ भुस लिन हामी जाँदैछौँ। बाउनी आन्टीकोमा लिची टोल्नु जाने अनि सानो पर्छ नि त बाउनी आन्टी छैन, चोर्नै पर्यो। हामी 5 जनाले गरेको छौँ, एन्जल, निजाला, पबिहाङ, म, सोही। त्यही त बाउनी आन्टी चाहिँ कहाँ हुनुहुन्छ? बाउनी आन्टी चाहिँ उता त्यहाँ बयारबनमा आइसक्रिमहरू बेच्नुहुन्छ, बरा पनि बेच्नुहुन्छ, उतै बस्नुहुन्छ, चिज बनाउनु बेच्नुहुन्छ, उतै बस्नुहुन्छ। गुम्बा मेलामा मेरो हुन्छ भनेर त्यही भएर अन्त चोर्न जाने एक प्लास्टिक। कहिले? अब जेठमा आउँछ होला जाने हो लिची चोर्न, आँप पनि चोर्न जाने हो। आँप त हाम्रै घरमा छँदैछ क्यारे। ल बाउनी आन्टी यो भिडियो हेर्दै हुनुहुन्छ भने तपाईँको आँप लिची चोर्ने प्लान बनाउँदैछ यो केटाकेटीले। अनुहार देख्नु, अनुहार चिन्नुहुन्छ होला? मै हो यो पनि हो। अनि यो पनि है अर्को हाम्रो साथीहरू 3टा छ, एन्जल, बबिहाङ, निजाला। त्यो पनि तपाईँले चिन्नु। यो भिडियो चाहिँ तपाईँ नहेर्नु अरे कसलाई त्यो लभ चाहिँ? बाउनी आन्टीलाई? हेर्ने मान्छेले लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नभुल्नु। अब हामी जाँदैछौँ। कहाँ जाँदैछौँ? मम्मीकोमा। हेलो एभ्रिवान, इट्स मी सोहिता राई। अनि भुस लिनु ठुलो मेरो घर जाँदैछौँ। अब ठुलो मेरो घर आउन आँटिसक्यो। हरियालीको खानी सबैतिर हरियाली नै हरियाली छ। यहाँ पनि लिची हो, बर्ड ट्र्याक्टरहरू छिर्छ नि त यहीँबाट। हाम्रो ठुलो मम्मी हेलो भन्नु न। हेलो कस्तो पायो? आरू हेर्नु सक्नुहुन्छ, कति धेरै आरू नै आरू। अब यो पाकेपछि यहाँ पनि चोर्न भने हामी जता पनि चोर्नै जाएको हेर्नु खोलाको। यहाँ हामी ठुलो मेरोमा चाहिँ कुरा बढ्छ। यो चाहिँ हाम्रो सानीहरूको घर र अनफर्चुनेटली अहिले चाहिँ सानो बुवा उता हुनुहुन्छ, अनि मामलातिर हुनुहुन्छ। अनि सानी चाहिँ विदेश हुनुहुन्छ। यो चाहिँ हाम्रो कुकुर, हाम्रो ठुलो मम्मी। अनि यो चाहिँ हेर्नु सक्नुहुन्छ, यो चाहिँ कृष्णहरू पहिले बस्थ्यो। अनि यो चाहिँ अब हामी खुसी जाने भन्दैछौँ। तै भुस भने अहिले हामी कस्तो यहीँ परेको बहिनी। तपाईँहरूलाई कागती पनि थुप्रै छ। अनि यहाँ चाहिँ नर्सरी जस्तो छ, त्यहाँ चाहिँ उयो के भन्दाखेरि उयोहरू पाउँछ क्या, उयो ड्रागन फ्रुटहरू रोप्नु भएको छ हाम्रो ठुलो मम्मीहरूले। अनि त्यो चाहिँ फलेको छ भन्नुभएको थियो मलाई अस्ति। अनफर्चुनेटली म आउन सकिनँ। अब अहिले पनि छ होला सायद, तर म गएको छुइनँ त्यो नर्सरीभित्र। धेरै
पुरानोदेखि रोक्नु भएको नि त त्यो अनि त्यति छैन अनि यो चाहिँ बर नोज यसलाई चाहिँ नोज भनेर नाम दिएको छ हैन यो कसले नाम राखेको यसको नाम नोचे हो यो कतिको सत्य हो यसको नाम नोच भनेर त्यो मलाई केही थाहा छैन सबैले भनि आएको नाम हो म भर्खर त आएको अब सबैले जे भनेको छ अनि मैले पनि त्यही भन्नु पर्यो भनेर मैले भनेको अब यो कुरा कति सच्ची हो कति झुट हो कोसीमा यस्तो मस्त मौसम हुन्छ जहिले पनि बिहान तर अहिले त यतिखेर बिहान झन् यस्तो दामी मौसम हुन्छ नि के भन्नु लाजवाब हुन्छ उपर दामी हावा आउँदैछ वरिपरिको सिन दामी मस्त हुन्छ अबि खाल्डोभित्र छिरी भयो नि म त हेर्न सक्नुहुन्छ यता चाहिँ सबैतिर हरियाली छ त्यो डाँडा चाहिँ कस्तो दामी देखिरहेको छ कि त्यसलाई के भन्छ सूर्यकुण्ड होला आई थिङ्क अनि हेर्न सक्नुहुन्छ यो चाहिँ के को फोटो यसमा चाहिँ रातो फुल हुन्छ अनफर्चुनेटली कुनै थिएन नि त्यो तिमीले चाहिँ त्यो रेस्लिङ हेर्न जान्छ नि अनि त्यो उयोहरू यसरी जान्छ नि त्यो हो त्यसको फिल आउँछ क्या मलाई यसरी जानुपर्छ नि त यहाँ अनि हो त्यसको फिल आउँछ WWE च्याम्पियन सोइता राई अनि हेर्न सक्नुहुन्छ यसको चाहिँ के बोटो तर यो चाहिँ उब्बर नमिठो बनाउँछ यसमा काँडा पनि माछा मार्ने होइन दामी यो चन्द्रको यो कोसिस छ तपाईँहरू एक्चुअली आउनुहोस् बिहानै आउनु भने तपाईँहरूलाई किनभने अहिले दामी हावा चलिरहेको हुन्छ नि त अनि चिसो हावा अब चिसो पानी चिसो हावा सब चिसो मलाई त्यो पनि चिसो मौसम चाहिँ बहुत मनपर्छ क्या मलाई त्यही भएर चाहिँ मलाई राम्रो लागेको अब तपाईँहरूलाई मनपर्छ तपाईँहरूको उयोको के भन्छ अब त्यो पनि यो चत्र भन्ने कोसी चाहिँ दामी चाहिँ रहेछ क्या ब्यागमा ल्याएर अहिले म आएको नि त नि त खुसीको सुन्दरता त मैले देखेकै रहेन रहेछु क्या बल्ल पो देख्दै रहेछु म त भागमा डिभाइड गरेको छ नि यो सानो कोसी हो यसको पारी ठुलो कोसी छ ठुलो कोसीको पारी ठुलो कोसी छ ठुलो कोसी गर्दा अलिक ठुलो कोसी छ हो त्यति मात्रै मैले सुनेको छु अनि मैले ठुलो कोसी मात्रै बगाउँछु त्यहाँदेखि तल त गएकै छुइनँ म हो त त्यो कोसी छ नि एकै कोसी भरि त सबैभन्दा ठुलो ढुङ्गा हो नि त्यो म त मेरो साथी ठुलो छ नि त यो ढुङ्गा त्यो माथि अहिले देखिरहेको छ नि त्यसको तल यो भन्दा ठुलो एरिया गाडिएको छ अरे क्या तल नि छ रहेछ अनि आएको रहेछ मोबाइल चाहिँ बहिनीको हातमा थियो होइन अनि बहिनीले के भिडियो बनाएन मलाई त्यसमा के पनि थाहा छैन होइन साथीहरू अनि अहिले चाहिँ हामी कोसी यो देख्दै हुनुहुन्छ यो कोसी सो यहाँ चाहिँ बिहान पख चाहिँ एकदम माइन्ड फ्रेस हुँदो रहेछ होइन साथीहरू सो अन्त पानी आउनु थाल्यो अनि अब हामी चाहिँ घरतिर लागेको अब यहाँनिर डेमाको टिम्माको आइसक्यो तपाईँहरूको 12 इक्जाम भल्न सकेको छ अनि तपाईँहरूलाई माइन्ड फ्रेस गर्नु छ भने कोसी आउनु जता आउनु त्यही हो टाकी चाहिँ यो अन्त दिदी र मेरो मम्मीको चाहिँ फेभरेट हो फुड अनि यसलाई के भन्छ चमेलीको फुल कस्तो राम्रो छ क्या फुल हजुर बाई हेलो भन न बाई हजुर यहाँ कपाल बाट्दै रहेछ बहिनीहरू स्कुल जानुलाई बहिनी कपाल बाट्दैछ साइन तिमी अझै जाने कि नजाने स्कुल जाने मम्मी चाहिँ हाल्नुहुन्छ भिडियो बनाएको ठुलो यो आउटफिट भएको कसरी हिँड्न सक्नु भन्नु त मेला तपाईँको यो फेसनमा कसरी हिँड्न सक्नु म धेरै हिँड्न सक्छु यही हो फेरि को गयो
हाम्रो ठुला बाबा पनि आउनु भएछ भयो होला टिपा दुईजनाले बोक्नु भने सकिँदैन नि क्या धेर पो हुँदो रहेछ हाम्रो एउटा मात्र बोरा ल्याएको यो मेरै बोरा फेरि उता ल्याइदिने फेरि पछिबाट फेरि ल्याइदिन्छु ओ ठुलो दबाई बोक्नु म सानो बोक्छु म त सक्दिनँ त अब नाम्लो बोकेर जाने यसले धार दिन्छ ऊ कालेले ल्याइदिन्छ यो चाहिँ खोइ टिममा अब उठाएर जानु पर्ने किन टाँकी टिप्नु यसरी नै बोक्नु पर्छ फुलको मारीले सुली दिएको त्यसलाई सुली पुज्दाखेरि कस्तो लागिरहेछ एकदम राम्रो ठुलो बाबा के गरेछ कन्डिसनल श्वेताको यो श्वेताले बोक्छ यो मैले बोक्छु बोक ओइ काले गाइजहरु अघि चाहिँ यिनीहरू दुईजना मचिदिन्थ्यो कोसीमा अब चाहिँ यिनीहरूलाई भारी पर्छ म त अब सो गाइस म सानो छु ठुलो भएपछि मलाई पनि यस्तै भारी बोक्नु पर्ला नि अहिले म सानै छु हैन सानो अब ठुलोमा भएपछि म पनि यस्तै बोक्नु पर्छ भारी हुन्छ के हुन्छ त्यही भएर म चाहिँ सो गाइजहरु मैले चाहिँ ठुलो बढ्नु पर्ने हुन्छ यस्तो भारी बोक्नु पर्छ अनि फेरि आफ्नो हड्डी पाक्यो भने चाहिँ के गर्नु अनि मैले चाहिँ दिदी मेरो अनुहार आउँदैछ अनि म चाहिँ यहाँ जाँदैछु घर चाहिँ हाम्रो टाढा हो अनि दिदीहरू चाहिँ यहाँ आनन्दले बोकिन् म चाहिँ यहाँ आफै हिँडी है कस्तो सानो कस्तो जवानी हावा सुन्दर शुद्ध पानी कोसमा थियो तर अहिले त छैन नि त्यही भएर बनाएर हामी चाहिँ जाँदैछौँ घर गएपछि चाहिँ दिदीहरूले बिसाउँछन् म चाहिँ आनन्दले बस्छु किनकि मलाई केही पनि भारी बोक्नु पर्ने छैन र यो ब्लग चाहिँ जसले हुन्छ त्यसले चाहिँ लाइक शेयर सब्सक्राइब कमेन्ट गर्न चाहिँ नभुल्नु यस्तो भनौँ न कस्तो क्या यस्तो यो जाडोमा कस्तो थरथर को काम छ होला सायद को काम हुन्छ होला को काम हुँदैन होला जस्तै म काम दिन देख्नुहोस् मैले कस्तो छोटो लुगा लगाएको छु र पनि देख्नुहोस् अनि सबैजनालाई छोटै लुगा लगाएको छु लामै लुगा लगाए पनि पातुलो पनि हुन्छ भनेर हामीले चाहिँ नलाएको पुरा पनि भनेर लासलप हामी चाहिँ जाँदैछौँ अब उता
अनि म त्यहाँ कस्तो राम्रो देखिरहेको छु अनि बास गाडीबाट हावा आउँदैछ मेरो कपाल उड्दैछ गर्दै उड्दैछ र म चाहिँ जाँदैछु मेरो घर चाहिँ आँटेको छ र दिदीहरू पनि गइसकेको छ र म एक्लै आउनु गइराखेको छु र अर्को भिडियोमा चाहिँ मैले अघिको भिडियोमा चाहिँ मैले गाइडहरू दिदी मेरो सुटाको भिडियो हालेको थियौँ अन्त चाम्लिङ सौता बन्तवा क्यान सुहाना डोना बन्तवा सरी त्यही भएर किन हामी छुटेको भनेर मेरो मम्मी चाम्लिङको उहाँको दाइको छोरी मेरो मम्मीको आफ्नै मम्मीले जन्माउनु भएको दाजुको छोरी हो त्यही भएर चाम्लिङ हो भनेर म चाहिँ भन्छु अनि अघि चाहिँ मैले दिदीहरूलाई देखाएको थिएँ तर अहिले चाहिँ म एक्लै आउँछु र मेरो कुकुरलाई पनि देखाउँछु त्यही हाम्रो घरमा आइसक्नु भएको छ महारानी साहब अब म यही भिडियो अन्त गर्न चाहन्छु गाइस जानेर एउटा टिकटक बनाएर जाने नेटमा नापेर जुन जस्तो ल गाइस बाई बाई त्यो चाहिँ हेर्नु होला फेरि त्यो फेरि चलन नि फेरि त्यो त हामी चाहिँ अलिक हराइसक्यौँ अनि अब चाहिँ हामी हस्पिटल कहिले हुनुपर्छ अनि जस्तै तपाईँहरूलाई थाहा छैन होला तपाईँहरूलाई कतिलाई थाहा होला सुहाना भन्ने बहिनी सुहाना चाहिँ मेरो बहिनी हो अनि कतिलाई चाहिँ थाहा नहुनसक्छ नमितिर भने दिदीहरू अब इटली जानुहुन्छ अब हामी सबै अब यो 1 वर्षपछि चाहिँ म चाहिँ इटली झर्छु इटलीमै बसेर एक्जाम पढ्छु त्यही भएर अब चाहिँ यो भ्लगदेखि चाहिँ हामीहरू त्यति देखिँदैनौँ होला भ्लगमा त्यसैले हिजो मदर्स डे पनि थियो अनि सबतिर उयो भइरहेछ के भन्छ त्यसलाई केक हामी मम्मीको के भन्छ बर्थडे पनि थियो यही वैशाखमा एनिभर्सरी पनि यही वैशाखमा थियो अनि हिजो पनि मदर्स डेमा थियो तर मदर्स डेको अनफर्चुनेटली हामीले रेकर्ड गर्न सकेनौँ किनभने त्यतिखेर चाहिँ हाम्रो भ्लगर दिदी आउने भएको थिएन घर अनि राति पनि भइसकेको थियो अनि त्यसपछि हामीले चाहिँ अरूहरूले चाहिँ बिहान नै मनायो अनि हामीले चाहिँ बेलुका मनायो अन्त त्यही पनि ढिलो भइसकेको थियो त्यही भएर हामी छिटै मनायौँ नभए त मदर्स डेको पनि हिजो पनि रेकर्ड हुन्थ्यो हामी मम्मी चाहिँ गर्मीमा पनि टोपी लगाइदिनुहुन्छ मेला पनि सकिन त आज अन्तिम नै होला सायद अब म चाहिँ तरकारी पकाउँदैछु आगोमा जानु पर्ने अनि यहाँ चाहिँ 3 पानी बन्दैछ 3 पानी रक्सी 3 पानी त बनाउनु हुँदैन 3 पानी बनाउनु चाहिँ कस्तो भने अब यो बिजनेसको लागि चाहिँ अलिकति घाटामा जान्छ 3 पानी खानुको लागि चाहिँ बनाउनु हुन्छ बिजनेस अब त्यो बेच्नुको लागि चाहिँ 3 पानी बनाउनु सकिँदैन साथीहरू हैन त्यही हो अब अनि अब पछि खारेरै जहाँ पकाएरै भए पनि आफ्नो जीविकोपार्जन गर्न सकिन्छ प्लस बुढालाई पनि पाल्न सकिन्छ ल साथीहरू हाम्रो लागि डाइनिङ टेबल भने पनि टेबल कुर्सी जे भने पनि यही भुइँ हो सबै यही भुइँ हो अन्त ल हाम्रो लागि चाहिँ यही है साथीहरू कस्तो भोक लागेको बिहान त बारी बोकेको थिएँ अलिकति 20 केजी 30 केजी भुस बोकेको होला बेलुकाको भात चाहिँ छोडिहाल्यो म जाँदा पनि पोका पार्छु यो पोका पार्कीले चाहिँ मलाई नछोडेको कुरो साथीहरू होइन अहिले पनि म पोकै बोकेर हिँड्दैछु आजको मेरो भिडियो चाहिँ यति नै अनि आजको मेरो दिन चाहिँ एकदमै रमाइलो भयो भनौँ न अब मेला पनि अन्तिमै भइसक्यो भोलि चाहिँ लास्ट नै हो मेला पनि सो अनि अर्को भिडियोको साथमा उपस्थित हुने बाचा गर्दै आजको भिडियोलाई यहीँ अन्त्य गर्नुपर्ने हुन्छ जाँदा डु नट फर्गेट लाइक कमेन्ट शेयर एन्ड सब्सक्राइब माई च्यानल बाई बाई साथीहरू थ्याङ्क्स फर वाचिङ